यही यो चाहिँ मेरो स्याउ फर्म अनि मौसम चाहिँ के खतरा छ है हुस्सो लागेर लास भरिएको छ अनि यो मेरो स्याउ फर्म अनि मामु 1 वर्षपछिको भेट मामुसँग अनि रमाइलो फिल भइरहेको छ जे होस् मामुसँग भेट्दा प्लस यो मौसम देख्दा अनि एकदम रमाइलो फिल भइरहेको छ घर चाहिँ ऊ त्यहाँदेखि चाहिँ अलि तल जानुपर्छ अलि माथि नै आएको लगभग धेरै नै अलिकति माथि आएको घर चाहिँ माथि यो हुस्सो नलागे भए त देखिन्थ्यो तर हुस्सो लागेको कारणले देखिन्न रमाइलो फिल भइरहेको छ तल आएर घर आइपुगेँ त्यो तानादेखि चाहिँ उता गाइज घर पर्छ म चाहिँ गाडी बोकेर है काम चाहिँ हेरि नै हो गाइज के गर्ने गाउँमा आइसकेपछि यति त गर्नुपर्छ गाइज होइन अनि म चाहिँ मम्मी चाहिँ आएर भात ल्याउँछु अनि चाहिँ माथि यो निकाल्दै हुन्छ यसलाई चाहिँ आलु है हाम्रो आलु यसरी हुन्छ किन्नु हामीले चाहिँ किन्न पर्दैन गाइज अर्ग्यानिक हो किन्न पर्दैन हामीले चाहिँ यसरी खेतमा लगाउने अनि खेतमा हुन्छ अनि हामीले चाहिँ अनि त्यसपछि त्यसलाई निकाल्ने के गर्ने बाटो चाहिँ त्यही हो म चाहिँ अलि बाटो अलि उता गइसकेपछि देखाउँछु अलि पज गर्छु ऊ देखा पर्छ गाइज हेर्नु होला अब एकै थोरै मात्रै बाँकी छ अहिले देखिहाल्यो त्यो चाहिँ हाम्रो चर्च अनि हाम्रो क्रिस्चियन धर्मावलम्बीको त्यो चर्च हो गाइज त्यो चर्च एकदम त्यो चाहिँ यो चाहिँ चर्च हाम्रो एकदम ब्युटिफुल छ गाइज अनि हाम्रो गाउँ देखाउने चाहिँ भारी भएको कारणले मलाई अलिकति गाह्रो भइरहेको छ अलि घरको छ हेर्दा सानो मात्रै हो गाइज यो त्यही हो यो चाहिँ हाम्रो ब्युटिफुल प्लेस एन्ड स्मल भिलेज गाइज मेरो घर चाहिँ ऊ त्यताबाट जानु गाइज यो चाहिँ मेरो गाउँ हो गाह्रो छ बाटो चाहिँ अलिक खतरा नै छ गाइस बाटो हेर्न सक्नुहुन्छ हाम्रो सानो बाटो छ तर हामीलाई चाहिँ हिँड्न आउँछ गाइस हामीलाई चाहिँ हिँड्न आउँछ किनभने हामीले सानैदेखि हिँडेको कारण हाम्रो यो चाहिँ गाउँ अनि म चाहिँ भारी हेर्दा सानो छ बेला धेरै गएको छ मेरो भारी दिस इज माई होम अनि राम्रो राम्रो घरहरू छन् त्यो चाहिँ बस पार्क गाडी त्यही पाउँछ माथिबाट नि रेडी हुँदैछ हाम्रो घर चाहिँ त्यहाँ गएपछि हाम्रो घर आउँछ त्यति